टी20 विश्वकपमा नेपालको लगातार तेस्रो हार, सुपर 8 मा पुग्ने सपना अधुरै, वेस्ट इन्डिजसँग 9 विकेटले पराजित। दर्शकबिन आइसिसी टी20 विश्वकप अन्तर्गत आइतबार मुम्बई स्थित वानखेडे रङ्गशालामा भएको खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोलीसँग 9 विकेटले पराजय भोगेको छ। यससँगै नेपालले लगातार तेस्रो हार बेहोरेको छ र सुपर 8 मा पुग्ने सपना अधुरै रहेको हो। टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले नेपालले प्रस्तुत गरेको 134 रनको लक्ष्य 15 ओभरमा 2 बलमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको इनिङमा दिपेन्द्र सिंह एरीले 58 रन बनाउँदै अर्धशतक प्रहार गरे, तर अन्य ब्याटर्सहरूले लगातार रन नबनाउँदा इनिङ नाजुक बन्यो। ओपनर कुशल भुर्तेल 1, आसिफ शेख 11, कप्तान रोहित पौडेल 5, आरिफ शेख 2, लोकेश बम 13, गुलसन झा 11 रनमा आउट भए। सोमपाल कामीले 26 रन अभिजित खेले। दिपेन्द्र र सोमपालको साझेदारीले नेपाललाई केही हदसम्म सम्मानजनक स्कोरसम्म पुर्यायो। बलिङतर्फ नेपाल कमजोर देखियो। नन्दन यादवले मात्र ओपनर ब्रान्डर किङको विकेट लिए। वेस्ट इन्डिजका किङले 17 बलमा 4 चौकाको सहयोगमा 22 रन बनाए। साई होपले 44 बलमा 5 चौका र 3 छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे भने सिमरोन हिटमायरले 32 बलमा 4 चौका र 2 छक्का प्रहार गर्दै 46 रन अभिजित जोडे। आजको खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै कमजोर देखिँदा सुपर 8 मा पुग्ने सम्भावना झन कठिन भयो। नेपाली समूह चरणको अन्तिम खेल मंगलबार राति 7:15 बजे स्कटल्यान्डसँग खेल्नेछ। यो खेल नेपालका लागि अझै महत्त्वपूर्ण हुनेछ।